हेलो वेलकम टु आवर ब्लग। आज चाहिँ हाम्रो परिचय दिँदैछौँ। उहाँ चाहिँ रश्मिता अर्यालजी हुनुहुन्छ ब्लगको मेन मान्छे। उहाँ चाहिँ अप्सरा पौडेल कहाँबाट हुनुहुन्छ? पोखराबाट हुनुहुन्छ। उहाँ चाहिँ धादिङबाट हुनुहुन्छ। म चाहिँ अन्जु राज भण्डारी नुवाकोटबाट। हामी सबै ठाउँको मिसिएको छौँ, तर आज हामी दिदीलाई मिस गर्दैछौँ। दिदीको चाहिँ 5 बजीसम्म काम भएकोले हामी एकदम दिदीलाई मिस गर्दैछौँ। अहिले एकछिनमा भेट्छौँ। अनि आजको मौसम चाहिँ एकदम चिसो रहेछ, बाहिर निस्केको है त्यस्तो उठ्दैन। यी जाडो महिनामा त ज्याकेट नलाइकन हिँड्ने मान्छे हो न हामी चाहिँ। कुटुलीको छ देखा भनिन् कि हो कुटुलीको छ है। कुटुलीको छ यहाँ जापानमा जस्तो सुकेर, नेपालमा भए सबै भ्याइन्थ्यो होला। जापानमा जस्तो सुकेर बसिरहेछ। यो चाहिँ के को बोट हो? कति राम्रो। नेपालमा पात खान्थ्यौँ नि होइन, भाँडा पनि माझ्दाखेरि कति राम्रोसँग चम्किन्छ यो होइन। तामाको भाँडा थाहा रहन्छ, तर मलाई चाहिँ थाहा छ है। मैले तामाको भाँडा धेरै माझ्यो यसले। कति राम्रो देखेको। यिनीहरू दुईटाको कपाल यति लामो छ हेर्नुहोस् त। भिडियो ब्लग बनाउने चाहिँ मै हो, जहाँ गए पनि मैले सुख पाउँदिनँ। ब्लग नबनाइ सुख पाउँदिनँ म। यस्तो नजिकको योन मल हो, हामीले धेरैचोटि देखाइसक्यौँ। यिनी कति राम्री आएको यो क्यामेरामा। हामी अब कहाँ आइपुग्यौँ भने बिच बाटोमा आइपुगेको छौँ। हामी हिँड्दै हामीलाई चाहिँ हिँड्न मन लाग्छ। देखाउ भन न, थाकेर मैले देखाएको भिडियो हो होइन। इनके लास्ट चाहिँ मलाई देखाउ भन्छन्। के देखाउ भन्छन्? यो पुल देखाउ भन्छन्। यो चाहिँ हामी टिकटक बनाउने पुल हो। एकदम धेरै पत्तर बोल्ने चाहिँ यिनी हुन्। फेरि लास्ट धेरै बोल्दिनँ। अनि अलिक कम बोल्ने यिनी हुन्। उल्टोबाट भने है गाइज। तर यहाँको घर चाहिँ लास्टै राम्रो हुने कि है। नेपालमा यस्तै घर बनाउन त है नाइ। मलाई त यहाँको घर मनपर्छ। त्यो ठुलो बिल्डिङ, ठुलो बिल्डिङ। घिना मर्दो। मेरो भन्दा तेरो ठुलो, तेरो भन्दा मेरो ठुलो भन्नुभन्दा त चटक्क सबै एउटै सिमिला घर छ। ल हेर्नुहोस् कति राम्रो देखिन्छ छ। तर अपार्टोहरू मात्रै हो नि त। अनि त्यो त्यस्तो चाहिँ मनपर्छ क्या मलाई। त्यस्तो त्यो नेपालको जस्तो मलाई त्यो मन पर्दैन। फुकुसिमामा चाहिँ भालु आउने के हो अरे, भालुलाई कुमा भन्छ होइन। कुमा एकदम चलिरहेको छ अहिले, आइरहनु भएको छ। मान्छेलाई घाइते बनाइसक्यो। तर हामी यो जङ्गलमा जान डराउँछौँ, त्यही भएर हामी जङ्गलमा नजाने। यहाँ चाहिँ यति धेरै डुङ्गाहरू छ। अनि यहाँ खोला पनि छ। यहाँ चाहिँ नेपालको जस्तै घाँस पनि छ। अझ के भन्नु भनेर तिमीले? ए बाह्र अनि खोला डुङ्गा कति धेरै छ। हामी चाहिँ आज बिदामा यसो बेलुका हावा खाना निस्केको माथि। यहाँबाट चाहिँ उमी पनि देखिन्छ है। अगाडि दुईजना जाँदैछन् अनि म चाहिँ यता छु। म चाहिँ भिडियो पनि क्यामेरामा खिच्दैछु। यहाँ चाहिँ उमी पनि छ है। उमीमा यहाँ ढुङ्गाहरू। यहाँ चाहिँ यस्तो फोहोर पनि छ। फोहोर जम्मा गर्ने चाहिँ राम्रो छ है। फेरि टक्क घाम सनसेट हुँदैछ। अनि त्यसपछि यिनीहरू यस्तै हिँड्दैछ। यो अरियाल चाहिँ एकदम ज्यानको माया गर्छ। उमीको छेउतिर जान डराउँछ। एकदम नडराउनु भनेको म हो होइन। यिनले मुखले डराउँदिन, तर भोबो नजाम भन्ने कान्छे भन्छ। अनि ऊ त्यो जङ्गलको बिचमा घर देखाइदेऊ न। यिनले देखाइदेऊ भनेको सुन्नुभयो नि। यिनले यो देखाइदेऊ, यो गरिदेऊ भनेर यिनी आदेश दिने मात्रै हो। अनि यो उमी देखाइदेऊ, समुद्र देखाइदेऊ। ल हेर्नु है, उमी र समुद्र छुट्टै होला हैन, एउटै हो। ए हो। मोबाइल चाहिँ खस्ला उता। ल हेर यिनले फोनको कति माया गर्छ नि।
साथी फोन भयो अरे यिनको जीवन साथीको भ्याकेसन खुले ह मेरो चाहिँ अनुहार बिग्रे ह इग्नोर इट अनि हेर यस्तै ह घाम लाग्यो अघि चाहिँ घाम लागेको थिएन ल हेर आदेश मान्नु पर्यो ल बाई गयो 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 कुनै गयो हेर्न गाइस होइन यस्तरी घाम लाग्दा चाहिँ फोटोहरू कति राम्रो आउँछ क्या है तर मलाई यस्तो बेलाको फोटोहरू चाहिँ साह्रै मनपर्छ अनि हामी चाहिँ अब समुद्रबाट चाहिँ निस्कियौँ यिनीहरू टिकटक बनाए कति धेरै टिकटकहरू बनाइन् फोटो खिचेन् अनि हामी निस्क्यौँ अब हामी घर फर्किनुभन्दा अगाडि एकचोटि योन चाहिँ छिरेर जानै पर्यो कि कोइनमा छिरे मिना त कोइनमा छिरेमा यो चाहिँ काफलको रुख है साथीहरू यो चाहिँ सबै काफलको रुख हो तर काफल चाहिँ हाँस्दै फलेन रहेछ क्या यसपालि घाम गरेर अब चाहिँ हामी योन छिर्न लाग्यो हेर्नु गाइज यस्तो छ योन मल हामी चाहिँ योनभित्र छिरे योन मल त हाम्रो त हामी कहाँ जानु लाग्यो अन्जु हामी चाहिँ काण्डो जानु लाग्यो 100 रुपियाँको सेलमा यस्तरी मल त हामी त घुमे हो क्या हाम्रो आउने सधैँ आउने बाटो यही हो क्या घरै यही हो हाम्रो माइत भन्दा कम छैन नि गाइस हामी चाहिँ काण्डो छिर्यौँ ल यसमा कति सस्तो है मेकअपको सामान 100 रुपियाँमा जे किने नि है हेर्नु यस्तो राम्रो नि साथीले चाहिँ प्लान्ट किन्न लगाएको छिन् यहाँ 330मा कति राम्रो छ राम्रो हो मेरो रुम के लानु पैसा जम्मा गर्ने भुड्की पनि किन्दैछिन् है साथीले यहीँ त्यो उसको होइन र सिसाको ए कस्तो राम्रो है ओके अनि फेरि कस्तो राम्रो है सिसा नभएको त राम्रो हुँदो रहेछ कति राम्रो बाल्टी हेर न जे नि किनौँ लाग्ने सामान हुन्छ यहाँ त कमलाहरू यता बच्चाको खेलौनाहरू कस्तो राम्रो छ यहाँ भाडाको सेक्सन माट हेर नि उसो राखेर यसमा क्या मुला कति सस्तो भएछ हेर न 170 रुपियाँ 70 रुपियाँ अब साम्बामा जाम लाग्यो साम्बामा नि धेरै उठाउने फलफुलको त हामीलाई एनर्जी आउँछ यो मुस्ताङको जस्तै स्याउ हो नि स्याउ किन आत्तेको र
टेन्सन तिमी त यिनको टेन्सन भएको किन टेन्सन हो छौडा लिचीको अनि आलु बहाडा नि आएछ यहाँ यी बुदो अब म्याङ्गोको एउटाको म्याङ्गोको यताबाट त्यहाँ निस्किने साइकल राखेको ठाउँबाट साइकल राख्ने अब चाहिँ हामी फर्किन लागेको असरा बाई बाई ल अब चाहिँ हामी चाहिँ यहीँ इन्ड गरिदिउँ है आज त लामो भइसक्यो भाइ कति धेरै लामो भइसक्यो अब हामी चाहिँ फ्यामिलीमा के किन्ने रे तिमी यहाँ क्रिमहरू छ त अनि अन्जु के यहाँ यहाँ त कस्तो महँगो रहेछ हेर न कान्छी महँगो नि हो कि अन्जु अनि त्यो अर्को पनि हो नि ऊ त ऊ भएको होइन नि ए यहाँ नि छ मेकअपको सामानहरू त के खाने ऊ त निको किन क्या यो नकिन यो पग्लिन्छ उतै निको किन के हो निको भनेको स्पासी खाँदै हिँड्यो नि कस्तो पग्लिने हो र कुन स्पेस के भनेको फाइनल्ली हामीले यो प्लान्ट ल्याएर रोपेर पनि सक्यौँ अब चाहिँ यो ब्लग आजको यहीँ इन्डिङ भयो बाई बाई सबैले हेरेर सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सबै गरिदिनु होला है